नमस्कार, हामीसँग हुनुहुन्छ लोकसभा नेपाल निकट राष्ट्रिय शिक्षक मञ्च रौतहटका अध्यक्ष शिवशंकर झा। तपाईँले स्वागत छ यो भिडियोमा। धन्यवाद। आज चाहिँ शिक्षक आन्दोलनको 22 दिन पुगेको छ। शिक्षकहरू आन्दोलित छन्। शिक्षकहरूले अनावश्यक मागहरू मागे भनेर बाहिर जुन भ्रमहरू छ, वास्तवमा शिक्षकहरूको माग चाहिँ वास्तव के हो र प्रष्ट रूपमा सम्पूर्ण जति पनि भिडियो हेरिरहनु भएको छ उहाँहरूलाई प्रष्ट पारिदिनुहोस्। विगत 2075 साल, 2078 साल र 2080 साल तीन पटक नेपाल सरकारले नेपाल शिक्षक महासंघसँग विगतका दिनहरूमा सम्झौताहरू गरेका छन्। ती सम्झौताहरूलाई सम्बोधन गरेर अग्रगामी नयाँ विद्यालय शिक्षा ऐन जारी गराउन दबाब दिनको लागि मात्रै नेपाल शिक्षक महासंघको आह्वानमा लगातार हुन त 22औं दिन आज सडकमा आन्दोलनरत हामी छौँ। त्योभन्दा पहिला 2081 साल माघ 20 गतेदेखि नै विभिन्न राजनीतिक दलका कार्यालयहरूमा गएर ज्ञापन पत्र बुझाउने, विभिन्न दलका सचेतकहरूसँग भेटेर आफ्ना माग मुद्दाका सम्बन्धमा जानकारी गराउने, धारणा दिने, अनसन बस्ने, ताकेता गर्ने, ध्यानाकर्षण पत्र बुझाउने नेपाल शिक्षक महासंघले काम गरेका छन्। अभिभावकहरूमा या आम जनसमुदायमा आफ्ना वृत्ति विकासको लागि, आफ्ना शिक्षकहरूले मात्रै तलब तनखाका लागि, निजी स्वार्थका लागि आन्दोलनरत रहेका विद्यालय शिक्षक कर्मचारीहरू छन् भन्ने जुन भ्रम छ, कृपया त्यो अनावश्यक भ्रमको पछि नलाग्न समेत म आग्रह गर्न चाहन्छु। किनभने यो ऐन जारी पश्चात अहिले पञ्चायतकालीन तत्कालीन राजा महेन्द्रको पालामा बनेको पुरानो शिक्षा ऐन 2028 का अनुसार अहिले देशमा जो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था आए पश्चात पनि पुरानो ऐनबाटै टेकेर अहिले हाम्रो देशको शिक्षा प्रणाली चलिराखेको छ। यो लाजमर्दो कुरा हो। यो शिक्षा, सामुदायिक विद्यालयको शिक्षालाई, सरकारी शिक्षालाई ध्वस्त पार्ने काम राज्यद्वारा षड्यन्त्रपूर्ण तरिकाले गरिराखेको छ। अनि गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि, शिक्षामा समग्र रूपमा सुदृढ तुल्याउनको लागि, अग्रगामी नयाँ शिक्षा ऐन जारी गराउनको लागि अहिले नेपाल शिक्षक महासंघको आह्वानमा लगातार सडकमा 22 दिनदेखि हामी आन्दोलनरत रहेका छौँ। राज्यले चाहिँ तपाईँहरूको यत्रो दिन आन्दोलन हुँदा किन चाहिँ यो शिक्षा ऐन ल्याउन चाहिरहेको छैन, के लाग्छ तपाईँले? राज्य नेपाली जनता प्रति, शिक्षा प्रति, विद्यार्थी प्रति, शिक्षक विद्यालय कर्मचारी प्रति संवेदनशील नरहेको बुझिएको छ। उहाँ राज्य चाहिँ यो सामुदायिक विद्यालयको शिक्षाको अवस्था सुदृढ नहोस् अनुभूति हामीलाई लागिराखेको छ। सामुदायिक विद्यालयको शिक्षा सुदृढबाट कसरी चाहे तहस नहस पार्न सकिन्छ त्यस्तो किसिमको गलत ग्रान्ड खेलमा लागेको हामीलाई अनुभूति भइराखेको छ। तपाईँहरूको आन्दोलनले चाहिँ अब विद्यार्थी भर्ना अभियानदेखि लिएर जुन थियो यो सबै तपाईँको कक्षा 12को परीक्षा पनि सार्नुपर्ने अवस्था आयो र यो परीक्षाको विषयले हिजो मात्र एकदम तरङ्ग नै पैदा भएको थियो। यो सब चाहिँ तपाईँको यस्तो अवस्था उत्पन्न हुनुमा तपाईँ राज्य पक्षले चाहिँ गम्भीरतापूर्वक नलिएको कि तपाईँहरूले नलिएको? विद्यार्थी प्रति, शिक्षा प्रति सबभन्दा बढी जिम्मेवार, स्मरणरत, संवेदनशील हामी शिक्षक विद्यालय कर्मचारी हुन्छौँ। हामी आफ्नो तर्फबाट पूर्ण विद्यार्थी प्रति हामी चाहिँ जिम्मेवार छौँ। तर राज्यले यथोचित माग जुन हामीहरूको छ, भविष्य निर्माणको जुन माग छ, नेपालको शैक्षिक प्रणाली सुदृढ गर्ने, शैक्षिक आन्दोलनलाई सम्बोधन गर्ने राज्यको जुन दायित्व छ, राज्यले आफ्नो दायित्वबाट पन्छिराखेको छ। राज्य दायित्वबाट चुकिराखेको,
राज्य नेपाल सरकारले हाम्रो जायज माग शिक्षा प्रणालीलाई सुदृढ गर्ने खालको जुन माग छ त्यसबाट पछि राखेको छ। हामी विद्यार्थीहरूको भर्ना र 12 क्लासको परीक्षा यसबाट हामीहरू दुखी छौँ। हाम्रो यो रहर होइन, बाध्यता हो। अनि यो बाध्यता पार्ने काम सरकारले गरेको छ। सरकारमा सामेल प्रमुख राजनीतिक दलका नेतृत्व वर्गले गरेका छन्। राज्यले सुन्नु पर्यो, राज्यले बुझिदिनु पर्यो कि यो नेपाल शिक्षक महासङ्घको आह्वानमा भइराखेको यो आन्दोलन शिक्षा प्रणालीलाई मजबुत बनाउने आन्दोलन हो। शिक्षा क्षेत्रलाई, शिक्षा जगतलाई झन सुदृढ बनाउने आन्दोलन हो। गुणस्तरीय शिक्षा नेपाली जनताका छोराछोरीले पाउन्, त्यो देशको भविष्य निर्माण गर्ने खालको आन्दोलन हो। र केही पाउनको लागि केही गुमाउनै पर्छ। एउटा इङ्ग्लिसमा कहावत छ, नो पेन नो गेन। केही दुःख नगरी सुख पाइँदैन। अनि हामी विद्यार्थी भाइ बहिनीहरूलाई, अभिभावक वर्गलाई, सबैलाई हामी यो महान ऐतिहासिक शैक्षिक आन्दोलनमा साथ समर्थन सहयोग गरिदिनु हुनको लागि र राज्यलाई घचघचाउनको लागि, दबाब दिनको लागि आफ्ना ठाउँबाट प्रयास गरिदिनु हुन समेत म हार्दिक आह्वान गर्न चाहन्छु। र केही दिनमा परीक्षा सर्दैमा, केही दिनको पढाइ अवरुद्ध हुँदैमा आकाश झर्ने होइन, पृथ्वी भासिने होइन। हामी यो पढाइको क्षति, विद्यार्थीप्रति भएको क्षति, हामी बिदाको दिनलाई पनि त्यो चाहिँ हामी त्यो त्यसलाई सदुपयोग गरेर त्यो क्षति हामी पूर्ति गर्छौँ। हामी शिक्षक जमात, विद्यालय कर्मचारी वर्ग, सबै विद्यार्थीप्रति हामी सचेत छौँ, स्मरणरत छौँ। हामी आफ्नो जिम्मेवारीप्रति पूर्ण कटिबद्ध प्रतिबद्ध छौँ। बरु राज्य पछाडि परेको, राज्यको धर्म हाम्रो मागलाई सम्बोधन गर्ने, विगतमा 3 पटक गरेका सम्झौतालाई कार्यान्वयन गर्ने, मागहरूलाई सम्बोधन गरेर अग्रगामी नयाँ शिक्षा ऐन जारी गरेर देशको शिक्षाको भविष्य निर्माण गर्ने काम राज्यको दायित्व हो। राज्य पछाडि परेको हो। हामी त सधैँ विद्यालयप्रति, विद्यार्थीप्रति, अभिभावकप्रति र शिक्षाप्रति सजग, सतर्क, स्मरणरत छ। तपाईँहरूको आन्दोलनले एउटा जटिल मोडमा पुगेको छ। शिक्षा मन्त्रीलाई पनि राजीनामा गर्ने बाध्यता बनाइदियो। तपाईँको जुन मागहरू छ त्यसलाई कुनै छाँटकाट देखिँदैन। सरकारले यसलाई गम्भीरतापूर्वक लिएको सम्बोधन हुने देखिँदैन। वैशाख 21देखि पुनः जाँच हुने भनिएको छ। अब चाहिँ कता तपाईँहरूको आन्दोलन प्रति चाहिँ अब के हुन्छ जस्तो लाग्छ? हुन त शिक्षा मन्त्री विद्या भट्टराईज्यूले आफै भन्नुभएको थियो कि हिउँदे अधिवेशनसम्म नयाँ शिक्षा ऐन जारी नगराउँदा म राजीनामा दिन्छु। हुन त नेपाल शिक्षक महासङ्घको आन्दोलन र शिक्षा मन्त्रीको राजीनामाको बिचमा कुनै सम्बन्ध छैन। कुन मन्त्री आयो, कुन मन्त्री गयो, त्यो नेपाल शिक्षक महासङ्घको यो सरकारको विषय पनि होइन, त्यो सरकारको विषय हो। त्यो सरकारमा सहभागी प्रमुख राजनीतिक दलका नेताहरूको विषय हो। अनि हुन त विद्यादेवी भट्टराई शिक्षा मन्त्री एकदम आफ्नो नैतिकताको उच्च प्रदर्शन गर्नुभएको छ। उहाँ आफ्नो तर्फबाट सकारात्मक रूपमा प्रयासरत रहनुभएको थियो। हामीहरू सबै बुझिराखेका छौँ। तर उहाँकै पार्टी, उहाँकै प्रधानमन्त्रीज्यूले उहाँको प्रयासलाई चल्न दिएन। बाध्य भएर उहाँ राजीनामा दिनुभएको छ र आगामी दिनमा राज्यले घोडा टेक्नै पर्छ। किनभने हाम्रो नेपाल शिक्षक महासङ्घको मूल मन्त्र नै हो यो पल्ट, जितिन्छ कि बितिन्छ। जबसम्म नयाँ ऐन आउँदैन, विगतमा भएका तमाम सम्झौता सहमतिहरूलाई समेटेर कार्यान्वयन गर्दै सम्बोधन गरी अग्रगामी शिक्षा ऐन जारी हुँदैन, तबसम्म हाम्रो आन्दोलन निरन्तर झन सशक्त ढङ्गबाट अघि बढ्दै रहन्छ। हामी घर फर्कदैनौँ जबसम्म नयाँ ऐन आउँदैन। नयाँ ऐन लिएरै हामी सडक छोड्छौँ, सङ्घर्ष छोड्छौँ। हाम्रो आन्दोलन सङ्घर्ष निरन्तर चलिरहन्छ। तपाईँहरूको आन्दोलन चलिरहँदा प्रधानमन्त्रीको जुन अभिव्यक्ति आयो त्यसले एउटा अर्कै तरङ्ग पैदा गरिदियो। त्यसप्रति चाहिँ तपाईँ के भन्नुहुन्छ? प्रधानमन्त्रीज्यूको अभिव्यक्ति हाम्रो आन्दोलनमा आगोमा घिउ थप्ने काम गर्नुभएको। उहाँ गैर जिम्मेवारपूर्ण तरिकाले आफ्नो अभिव्यक्ति दिइराख्नु भएको छ। देशको त्यो सरकारको प्रमुखको जिम्मेवारी
निर्वाहबाट पछि हटेको जस्तो उहाँको अभिव्यक्तिहरू टीका टिप्पणी आइराखेका छन्। हाम्रो लाखौं लाख शिक्षक कर्मचारीहरू सडकमा आफ्ना विगतमा भएका सम्झौतालाई कार्यान्वयन गराउँदै अग्रगामी नयाँ शिक्षा ऐन जारी होस् भन्ने त्यो त राज्यको दायित्व, प्रधानमन्त्रीजीको दायित्व। अनि उहाँले आफ्नो दायित्व पुरा नगर्दाखेरि हामी चाहिँ खबरदारी गरिराखेका छौँ, सतर्क गरिराखेका छौँ, घचघचाइ गरिराखेका छौँ। अनि उहाँले जुन गैर जिम्मेवारीपूर्ण तरिकाबाट टीका टिप्पणी गर्दा हामी सबै शिक्षक कर्मचारी, अभिभावक, विद्यार्थी र आम सरोकार, शैक्षिक क्षेत्रमा संलग्न हुनुभएका आम सरोकार पक्ष सबै चाहिँ उहाँको टीका टिप्पणीबाट सबैजना दुःखी छन्, नेपाली जनता दुःखी छ। अन्त्यमा हामी मार्फत के भन्न चाहनुहुन्छ? अन्त्यमा तपाईँ मिडियाकर्मी साथीहरूको माध्यमबाट तमाम विद्यार्थी वर्गलाई, आम अभिभावक वर्गलाई र शिक्षा प्रेमी, बौद्धिक जीवी समाज र आम शिक्षा सरोकारवाला महानुभावहरूलाई हाम्रा महान ऐतिहासिक नयाँ परिवर्तनकालीन जुन आन्दोलन चलिराखेको हो, शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुने खालको महान ऐतिहासिक अग्रगामी शिक्षा ऐन जारी गराउने किसिमको जुन आन्दोलन चलिराखेको हो, यो आन्दोलनमा सबै आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गरिदिनुको लागि, साथ समर्थन सहयोग गरिदिनुको लागि राज्यलाई, सरकारलाई र आफ्ना ठाउँबाट प्रतिनिधि सभाका सदस्यहरूलाई, सांसदलाई, नेतालाई, त्यो पार्टीका राजनीतिक दलका प्रमुख नेतृत्ववर्गलाई आफ्ना ठाउँबाट घचघचाइदिनको लागि, हाम्रो आन्दोलनमा साथ समर्थन सहयोग गरिदिनको लागि सबै पक्षहरूमा म हार्दिक अपिल गर्न चाहन्छु। हस्, तपाईँलाई धेरै धेरै धन्यवाद छ। धन्यवाद।